चर्चित गायिका सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग धुमधाम विवाह। गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन्। शनिबार दुलालले राजेश केसीसँग लगनगाँठो कसेकी हुन्। काठमाडौँको मूलपानी स्थित ग्रान्ड नर्लिङ होटल एन्ड रिसोर्टमा उनीहरूको विवाह भएको हो। यसअघि गत बिहिबार दुलालले इङ्गेजमेन्ट गरेकी थिइन्। सुनिता र राजेश 4 वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौँमा बसोबास गर्दै आएका छन्। निर्माण व्यवसायी समेत रहेका राजेशले इन्जिनियरिङ अध्ययन गरेका हुन्। केसी नेभी संघका पूर्व केन्द्रीय सदस्य समेत हुन्। दुलाल नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका हुन्। विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ। दुलालको अब त मैले नि झुम्का लगाउँछु, फुलबुट्टे सारी, तीज भनेकै नाच्न गाउन हो, नाचौ सरर लगायत थुप्रै गीत चर्चित छन्। विवाह बन्धनमा बाँधिएका सुनिता र राजेशलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना।